भोट कसलाई उज्यालो घामलाई दिनुहोस्, देश लुटेर खाने जिम्मा हामीलाई दिनुहोस्, भोट कसलाई हरियो रुखमा दिनुहोस्, रुखमा भोट माग्न आयो मुखमा दिनुहोस् भन्ने कुरा चाहिँ जनताले बुझ्नुपर्छ। आउँदै गरेको निर्वाचनमा कांग्रेस मुख लिएर आउँछ कि रुख लिएर आउँछ भन्ने म पनि अनुमान परेको छु। फेरि मुखै लिएर आयो भने कस्तो मुख लिएर आउला, भाउजूको कतापट्टिको मुख लिएर कतापट्टि गर्दै आउला, त्यो अस्तिकै मुख लिएर आउला कि उपचार पछिको प्लास्टिक सर्जरीको मुख लिएर आउला कि रुख लिएर आउला कि उत्ता नपरेको जरा लिएर आउला कि गगनजीले फेरि कपडमा उभिएर के भन्नु होला। म पनि अलमलमा परेको छु। हाम्रो दाइ बाउजू घरमा भेटिएको पैसा होइन भन्नु बाहेक केही छ कांग्रेससँग? एमाले के लिएर आउला भने म यसो देखिरहेको छु भने हैन। फेरि चुनावमा फेरि आयो भने फेरि त्यो आउन सक्छ। भोट कसलाई उज्यालो घामलाई दिनुहोस्, देश लुटेर खाने जिम्मा हामीलाई दिनुहोस् भन्दै फेरि एमालेहरु गीत गाउन आउन सक्छ। कांग्रेसहरु फेरि चाहिँ उ आयो भने चाहिँ भोट कसलाई हरियो रुखमा दिनुहोस् भन्दै फेरि कांग्रेस आउन सक्छ। त्यति बेला चाहिँ जनता सचेत हुनुपर्छ र भन्नुपर्ने कुरा यति छ, भोट कसलाई हरियो रुखमा दिनुहोस् भनेर आउँदै गर्दा भोट कसलाई हरियो रुखमा दिनुहोस्, रुखमा भोट माग्न आयो मुखमा दिनुहोस् भन्ने कुरा चाहिँ जनताले बुझ्नुपर्छ।